आगे बोल्यो भने म रमिला आमा पहिला बस्ने बोलेको भन्नुहोस् न बहिनी भन्नुहोस् न हो कति बुढो भयो होला है बुढो भएन त्यस्तै 74 हो ए हाम्रो बाबाहरु सँगसँगै जस्तो लाग्छ हजुर 74 अन्त आगे त अलि हाम्रो बाबा अलिकति जेठो कि हैन कान्छ भन अन्त कान्छ जस्तो लाग्छ ए मैले त त्यस्तो तपाईँ चाहिँ कति वर्ष पुग्नु भयो हाम्रो त पुग्यो अब त 50 55 पुग्यो छोरा 26 वर्ष पुग्यो ए अनि छोरा चाहिँ माथि लेमा छ ए इन्डियन आर्मी हो हिजो अस्ति भर्खर छुट्टी आएर चाहिँ टिबेटन होइन ल इन्डियन टिबेटन आर्मी त होइन नि होइन ए के भन्छ कुन चाहिँ यसमा हो 18 मा यसमा गएको थियो 18 वर्षमा हो कुन चाहिँ पल्टन यो के याद भएन के भन्छ युनिट भन्छ युनिट पल्टन बटालियन हजुर हाम्रो ससुराबा झकी हुनुहुन्छ अरे झकी पापु गर्ने कुटिन हाल्ने मान्छेलाई खतरा बिचरा सबसे कान्छी छोरी उहाँ रहेछ म त चिनेन म 5 वर्षको गएको नि त्यही भएर 5 वर्षको हुँदा बाबा खस्नुभयो अनि 2 वर्ष त्यहाँ पारी बस्यो हाई सेकेन्ड्री मुनि छ्यामार्कोमा त्यसपछि चाहिँ नेपाल गएको हो नि त यता स्कुल कुन क्लासमा पढ्यो बहिनीले हजुर यहाँ लुङ स्कुल पढ्यो लुङ स्कुल पढेको अनि 1 वर्ष बुर्तुक अनि फेरि 1 वर्ष पिएनजी यहाँबाट गएर पारी बसेर चाहिँ म त उमाको साथी हो नि उमा त चिन्नुहुन्छ नि तर बिचरा पढाउनु चाहिँ बिचरा बाबा हुन्छ कि पढ्दै थियो होइन हजुर पढ्दै थियौँ नि बिचरा बाबा त बिचरा के राम्रै पढाउनु हुँदै थियो बेलामा चल्दिहाल्नु भयो हो त हो नि त उमा त चिन्नुहुन्छ नि उमा कार्की उसको म क्लासमेट हो नि त साथी छ अरे यहीँनिर पढाउँदैछु भन्थ्यो ए आइसिडिएस चलाउँछ आइसिडिएस चलाउँदैछ नम्बर छ उसँग नम्बर छैन छ तपाईँसँग मेरोमा छैन उसँग त फेसबुकमा मात्रै कन्ट्याक्ट भएर बोलेको ए उसँग चाहिँ हामी चाहिँ ऊ मात्रै थाहा छ साथीहरू सबै बिर्से तपाईँ कुन ब्याचको अलिक अगाडि नै होला छे हाम्रो त धेरै अगाडिको हो नि कति सालको तपाईँ खोइ त्यो चाहिँ अब आमाले पनि त्यति बुझ्नु सकेन अब मलाई पनि अब त्यति अनुभव छैन अब यति चाहिँ पुग्यो भनेर आमाले चाहिँ होइन बताउनु हुन्थ्यो अनुमानित तपाईँ कति सालको 55 56 जस्तो पुग्यो अब 55 भनेपछि तपाईँ 70 को त होइन होला 1970 को त त्यो याद भएन ल तपाईँ चाहिँ साइला महिला म चाहिँ 19 हुनुहुन्छ नि म चाहिँ 1975 को हो अब 50 भेट्न आँटेमा चाहिँ यो धारा चाहिँ पुरानै धारा हो यो त यो भण्डारीको पालामा बनाइदिएको थियो हो यो धारा चाहिँ हालचालकै कुरा हो यो चाहिँ कहिले हाल्नु पर्यो त्यति बेला आमाले पानी थाप्थ्यो होला यसको मुनि थापे लिएको जस्तो लाग्यो मलाई धारा आँगनमै त्यो यही हो कि जस्तो लाग्छ कि पछि बनाइदिएको यो अब बादमा फेरि कतिहरू बनाउँछ नि नम्बर बनाउँछु जानु नि जाउँ न यही थियो यहाँबाट यस्तो पनि हामी स्कुल होइन यहाँनिर पदहरू रोप्थ्यौँ यो माथि घर थियो नि लेन्डको हो यही हो नि यही हो त्यो उतापट्टि छ अझै पनि छ त यही बस्छ आगे बस्दैन यहाँ किनभने त्यति बेला हो त्यही हो पहिरो छ नि पहिरो चलेको सालमा चाहिँ यहाँनिर चाहिँ अन्त घरै अन्त हो नि घर पनि हटायो होला ए मलाई पुरै थाहा रहेछ नि त यस्तै थियो हामी यहाँनिर अम्बकको रुख थियो नि हाम्रो घर यहाँ थियो भने उहाँहरूको घर यता कहाँनिर ए ढुङ्गा रहेछ यत्रो यो घर रहेछ अघि भन्यो नि हामी जङ्गल जान्थ्यो नि यसरी जान्छ नि जङ्गल जाने बाटो त्यो थापाहरूको घर त यहाँ माथि थियो नि छ त अझै पनि छ छ त बिचरा अहिले त्यो बुढो खोसियो हो ए थापा बुढो मऱ्यो बुढो मऱ्यो उसको नाता नातिले चाहिँ त्यो पोखरदेखि अलिक उतापट्टि घर बनाउँदै माकुडी के भन्नेहरू कहाँ छ माकुडी त बिचराकी प्यालेस भएर चाहिँ पुरा कहाँ छ यहीँ छ अनि त्यो अर्को गम्भीरेको बाउ गम्भीरे भन्ने त्यो लाटाहरू थियो नि
अनि गम्भीर सिंह त उहिले नै मरेको हो त्यो लाटा त हिजो अस्ति मरेको पनि त्यो 300 जस्तो भयो यहाँबाट यो माथिल्लो चाहिँ कटवलको चुचेको बाउहरू थियो है सनमान चाहिँ उता बारी भर्दैन ए उता बारी भयो मनी त तँ चाहिँ उहाँ जन्मेको नि ऊ यहाँनिर पहिला थियो नि त घर त उही त ल ऊ त्यो माकुरीको छोरा माकुरी भनेको माकुरीको छोरा मेरो भाडाबुडी गर्ने साथी होइन त्यो त होइन ए होइन अरे उसको आमा उसको आमा चाहिँ मेरो भाडाबुडी खेल्ने साथी जङ्गल जाने माकुरीको छोरा भालुकको घर थियो यता आउनु त पहिला माथि थियो अनि अहिले यहाँ सरेको पछि हामी हुँदा हुँदै यहाँ सर्नु भएको नि घर बनाएर ल्यान्डुले नि हामी के बासहरू उयो सोध न खिचेको त्यही रहेछ नि कस्तो ठुलो भइसकेको छ ठुलो छोरी चाहिँ बहिनी चाहिँ कलेज बाबु पहिला आमाहरू सानो हुँदाखेरि क्या सँगै खेलेको मम्मीको नाममा मम्मीलाई माकुरी कहाँदेखि जान्नु यहाँबाट उकालो निकै माथि जान्छ अन्त निकै माथि जस्तो लाग्छ उमा त्यो गरौँ त्यो ओखर त्यो हरियो जप्पै परेको तिनै हो माथिको रुख होइन हो त्यही हो तिनै जप्पै परेको अहिले पनि त्यही छ नानी घर हजुर बोजू पनि हुनुहुन्छ हुनुहुन्न नि बाजे बोजू खस्नु भयो नि अनि माकुरी भाइ मामा नि मामा भाइ कि दाजु भाइ भाइ रनी माथि उयसमा मुङ्गुथाङमा छ यहाँ चाहिँ उता छ अनि यहाँ चाहिँ मम्मी बाबा साथीहरू सबै भेट हुँदैछ साथीहरू साथीको छोरा एउटा फोटो खिचिरहेको छु ल मम्मीलाई त भेट्नु जानु अब हामी बिजी हतार भयो आमाको फोटो छ यहाँ छ होला यसमा आमालाई यहाँ फोटो खिचेर लानु नि आमालाई देखाउनु उहिलेको साथीहरू भनिदिनु नि अन्त एक दिन मजाले आउनुहोस् न टाइम ल यता हो त होइन। हामी त फर्किहाल्छौँ नि हामी त फेरि कहाँ हामी यहाँबाट हो त नेपालबाट आएको आम्बो पहिला यहाँ हुर्किनु भएको रे जन्मिनु भएको त्यही मम्मीको फोटो छ हेरौँ न तर बिर्स्यौ मैले त अनुहार त बिर्स भाइको आमासँग चाहिँ सानो हाम्रो आमा त अहिले हिँड्नु सक्नुहुन्न नि अन्त त्यहाँनिर छ हजुर के भयो प्रेसरले खै त्यो थाहा पनि हाम्रो सानो भाइ जन्मेदेखि चाहिँ प्यारालाइज हुनुभयो बाबा चाहिँ के थरी राइट राईसँग बिहा गर्नुभयो हजुर अहिले यस्तो हो यता बारी थियो नि दाजु पुरै बारी हो अनुहार त यस्तै नै थियो ल मेरो साथी त मलाई के गर्नु भयो त्यही फोटो खिच्छु ल हुन्छ त्यहाँ बहिनीले चेयर यसो अन्त रेस्ट गर्नुहोस् न बस्नुहोस् न होइन हुन्छ यसो गर्नु अलिकति तपाईँकोमा यसो भए चिन्नुहुन्छ कि तपाईँले भन्ने खालको भयो कि मैले क्या उहाँ दाइले सोध्नु भने क्या फेरि मैले सोचेँ अब लामो समय पहिला अब यहाँबाट हिँडेको तपाईँहरू पनि भयो पछि आएर बस्नुभएको चिन्नुहुन्न होला जस्तो लाग्यो अनि आएर सोधिहेरौँ न सोध्दा चिन्नुभयो एलिसा भने चाहिँ त्यस्तै 2-3 वर्षसम्म चाहिँ उहाँको नाम सोध्दै थियो एलिसा त्यहाँ पनि बसेको नि होइन फरेस्ट कलोनी कहाँ कहाँ बस्नु उहाँहरू यता फरेस्ट कलोनी त बस्नु भएन होला फरेस्ट कलोनी भनेको छेमाहरूको घर चाहिँ अँ। फरेस्ट त्यही त त्यो सानो गरेर बसे जस्तो लाग्यो होइन एलिसा दाइ बस्नुभयो सधैँ बस्नु भएन तपाईँको यता नानीको चाहिँ के छ अनि यहाँ बाबा खस्नु भएपछि उहाँहरू त्यही उता फोटो गएर खिच्छु नि म नेटमा बस्नु कति उता 2-4 वर्ष भयो 2 वर्ष त्यसपछि चाहिँ अनि नेपालतिर यताको सिनै छ नानी गएको रहेछ 8 वर्षको गएको म नेपाल नभए होइन मम्मीकोमा यो छ भने त बात गराइदिनु नि त त्यहीँबाट अहिले स्कुल यता कुन क्लाससम्म पढेको यहाँ त मैले सानो होइन, के यता भन्छ त्यो गान्तोकमा? गान्तोकमा 2 सम्ममा मात्र पढेको मैले पिएनजी पढेँ 1 वर्ष मम्मीको नाम चाहिँ के भन्छ खासै पढेको बुद्धमाया ए बुद्धमाया हजुर अनि अब उहाँले यहाँ जन्मेको बसेको ठाउँ केटाकेटीमा मात्र पुरा आइराख्नु अनि हेर्न जानु पाए हुन्थ्यो भन्ने कुरो भइराख्ने अनि ठ्याक्क आउनु त आएको म पहिला एकचोटि तर त्यतिखेर पुरा पानी पर्दै थियो भाइ चाहिँ ठुलो गाउँ भनेको थाहै नभएर नि हामी बासी भात खाँदै हुर्केको नि त मैले यो के रे उत्तिस छ नि यो यहाँ आउँथ्यो याद गरेँ अनि जङ्गल जाने यही होला साथी अब त्यो भाडाकुटी 6 खेल्ने वर्षको साथी गएको मान्छे अहिले चिन्छ होला उसले मलाई भन्यो फोटो खिचेर देखाइदिनु गाडीमा अन्त नेटमा के फेसबुकमा एड भएपछि त्यहाँदेखि म भिडियो अनि पानी पिउँदै आएको नल्याउनु बहिनी नल्याउनु पानी हामी खाँदै आएको कहाँदै आएको झन् केही नभन्नु हामी एकछिन मात्रै बोलेको ल अनि अहिले कहाँ गइरह्यो हाम्रो बाबासँग चाहिँ तपाईँहरू हिँड्ने यताउता गर्नुहुन्थ्यो पहिला केमा आउनु हाम्रो बाइकमा उहाँको बाबासँग दाजुले यसरी पनि भन्नु होला है हजुर हिटोलमै डिस्ट्रिक्ट कोड कहाँ काम गर्छ यहाँनिर अनि बाबा चाहिँ के हुन्छ बाबा चाहिँ मिस्त्री आमा चाहिँ खानाहरू बनाउनुहुन्थ्यो अरे कहाँ हस्पिटल त हामी पनि पुगेर आएको नि त अहिले ए उता हामी हजुर
रमिलाको आमा भन्ने दिमागमा रहेछ तपाईँको अझै पनि होइन मलाई त्यो उयो होइन एलिजा दाजु चिन्नु होइन मलाई होइन उहाँले चाहिँ होइन कि मलाई चिन्यो भन्दाखेरि म त आएर आएर अन्त घरको पुरा अब मेन्टेनेन्स त भएको नभए त्यो उयो खालको कन्डिसनको घर त थिएन बिचरा पाउनु चाहिँ अब हो मोडल होस् है तर त्यति कन्डिसनमा थिएन बिचरा उहाँले आएर हो खर्च त पुरा गरेर नि बनाएर बसेको ए पहिलेको यो बाँसघारी हो त यो बाँस त त्यो पुरानै बाँस हो यहाँ यो डिल यही हो यो माथि यो त्यो गाह्रोहरू त बाउहरूले लगाउनु अब गाह्रोहरू गाह्रो त पुरानै गाह्रो हो होइन त्यो पछाडिको हाम्रो यही थियो भनेपछि यही हो यही आँगन थियो यहाँनिर आउनु तर रोड चाहिँ यति नजिक थियो जस्तो लाग्दैन क्या बाबाले आगे लेन्डुको उता सिसेमा बिल्डिङ बनाए यहाँ उहाँकै के कुन चाहिँ हो त्यही त उहाँ घर थिएँ अन्त अहिले त्यहाँ बस्नुहुन्छ हो त त्यही अनि त्यो चाहिँ तर त्यो तलको टावर जस्तो नै जन्मेको त्यहाँ तल जन्मेको पछि चाहिँ यहाँ जन्मेको यहाँ त कतिजना मान्छे बसेको रहेछ है आज्ञा यहाँ जग्गामा नि थुप्रो मान्छे बसेको रहेछ है अनि पुरा उयो थियो नानीहरू त थुप्रो आगे त चाहिँ त्यस्तो लाग्छ अहिले त आगे आउँछ किचन घर चाहिँ पहिले यही थियो कि बिचरा यस्तै यस्तो च्यादर लगाएको छु भित्र त्यो फेरि हो भत्काएर चाहिँ फेरि हामी त बस्दा त टाढै गर्थ्यौँ उहाँहरू चाहिँ यही टाढै गऱ्यो अनि यहाँ यस्तो पारा ऊ सिरी थियो नि काठको सिरी यस्तो सबै याद छ होइन अब पुरानो याद यो भयो अलिकति कुरा पाउँदाखेरि अलिकति आफू अलिकति ज्ञान पाउँदो रहेछ कि अन्त कस्तो पाराले होइन काम गऱ्यो कन्डिसन होइन गऱ्यो अनि कसरी खायो पुरानो यादहरू आयो हजुर ल ल हामी गएको ल तपाईँलाई दुःख भयो यहाँ अलिकति काममा बसौँ